सो गाइज आज चाहिँ बिहान बिहान उठ्ने बित्तिकै मैले यो भाँडा धुने काम किन गर्नु पऱ्यो त। सो हेलो गाइज, सबैलाई गुड मर्निङ भन्न चाहन्छु। यो पुन्टु भएको दिनदेखि मैले बिहान यो मोबाइलमा अलार्म पनि लगाउनु परेको छैन, किनभने यो पुन्टु सबैभन्दा अगाडि उठ्छ र त्यसपछि मलाई उठाउन माथि आउँछ। उठेर फ्रेस भइसकेपछि म चाहिँ चिया खाइरहेको छु, तपाईँले देख्न सक्नुहुन्छ, तर बबाल चिया छ। त्यसपछि म चाहिँ नास्ता खानको लागि लागेँ। यति बेला चाहिँ म नास्ता खाइरहेको छु, तपाईँले देख्न सक्नुहुन्छ। आजको काम चाहिँ नास्ता खाइसकेपछि मेरो बबाल काम छ, भाँडा धुने काम। किनभने म बिहान घाम लाग्ने बेलासम्म सुतेको थिएँ, त्यसैले मैले आज चाहिँ यो काम चाहिँ मैले गर्नु परेको छ। यो कामलाई चाहिँ म सिधै सल्प हानेर त्यसपछि म चाहिँ लाग्नेछु कपाल काट्न। तपाईँले देख्न सक्नुहुन्छ यति बेला चाहिँ म कपाल काट्न आइसकेको छु। टक्क कस्तो कट काट्ने भनेर मैले टक्क सोचिरहेको छु। ट्याक्क यति बेला कपाल काट्ने दाइ आउनुभयो र त्यसपछि मेरो कपाल घुमाइ बबाल कट काट्दै हुन्छ, तपाईँले देख्न सक्नुहुन्छ। तर यो कट चाहिँ मलाई बबाल लाग्छ, मैले पहिला पनि यस्तै नै काट्थेँ। उहाँ दाइले चाहिँ मसुरीमा बबाल कपाल काट्नुहुन्छ, को कोले चिन्नुहुन्छ उहाँलाई कमेन्ट गर्नु होला गाइज। यति बेला चाहिँ म आइसकेको छु टक्क फ्रेस हुनको लागि। अब यसो दायाँ बायाँ नयाँ लुक मेरो देख्न सक्नुहुन्छ, तपाईँले कस्तो छ, कटिङ चाहिँ कस्तो लाग्यो तपाईँले कमेन्ट गरिदिनु होला। र एकछिन चाहिँ म पुन्टुलाई यसो मात्रै खेलाउन थालेँ। ओके, आजको भिडियो चाहिँ यति नै। ओके, बाई।